पेसा चाहिँ हामीले काम गर्न सक्छौँ। र यो भन्दै गर्दाखेरि गुल्मी जिल्लाको लागि पनि एक इन्जिनियरको नाताले मैले एउटा घोषणापत्रहरू बनाउँदैछु। म गाउँ गाउँ पालिका जान्छु, त्यो पत्रहरू लिएर जान्छु, हाम्रा राष्ट्रिय एजेन्डाहरू बुझाउँछु होइन। त्यो हिसाबले गर्दै गर्दाखेरि म डडेलधुरा पनि जान्छु। हामीले सबै देशभरि जानुपर्ने छ। जाँदै गर्दाखेरि म गुल्मीका जनताहरूको भावना अनुसार चाहिँ हामी अगाडि बढ्छौँ। अब यति नै हो। र यसपालि मेरो अनुरोध गुल्मेली जनतालाई के छ भन्दै गर्दाखेरि हामी इन्टेलेक्चुअल पावर हाउस हुँदै गर्दाखेरि लोकसेवा त हामी प्रथम हुने हो नि त। हजारौँ दसौँ हजारजनामा नाम निकाल्न त निकै गाह्रो छ। त्यो हुँदै गर्दाखेरि यसपालि 165वटा क्षेत्रमा हामीले गुल्मेली जनताले साँच्चै नै आफ्नो इन्टेलेक्चुअल पावर हाउस हामी बौद्धिक रूपमा इमान्दार रूपमा हामी एकदमै सक्षम छौँ भनेर देखाउनु हुनेछ। करिब क्षेत्र नम्बर 1 र 2 मा 70 हजार मतदाता हुनुहुन्छ। हामीले काङ्ग्रेस एमाले माओवादी मात्रै होइन कि रासपा भन्दा पनि माथि उठ्नुपर्ने छ, देश सोच्नुपर्ने छ। त्यही भएर अब यसपालि गुल्मीको छोरो आएको छ। तपाईँहरू एमालेको पनि छोरो हो, काङ्ग्रेसको पनि छोरो हो, माओवादीको पनि छोरो हो, गुल्मीको छोरो हो। यो छोरोलाई तपाईँहरूले ऐतिहासिक मत दिनुहुनेछ। चितवनमा रविलाई दिएको मतभन्दा बढी दिनुहुनेछ, बालिनलाई झापामा दिएको मतभन्दा बढी दिनुहुनेछ र डडेलधुरामा मलाई दिएको मायाभन्दा बढी माया दिनुहुनेछ। र कम्तीमा पनि 50,000 मत चाहिँ हजुरहरूले क्रस गर्नुपर्ने छ। सकिन्छ भने 60,000सम्म टार्गेट गरौँ, सकिँदैन भने कम्तीमा पनि 50,000 ल्याएर नेपालको इतिहास राख्नुपर्छ। प्रथम हुने ट्राई गरौँ 165वटा क्षेत्रहरूमा। 1 र 2 मा बिगुलको क्रान्ति, बिगुलको करेन्ट हामीले नेपालभरि नै हामीले फैलाउनु पर्ने छ। र अब बालेन शाह प्रधानमन्त्री हुँदै हुनुहुन्छ, उहाँलाई पूर्ण रूपमा सपोर्ट गर्ने पनि गुल्मीको जनता नै हुन्, सरकारी कर्मचारी हुन्। सरकारी कर्मचारीमा पनि हामीले आमूल परिवर्तन गर्नुपर्ने छ। यसको लागि गुल्मीले हाम्रो ब्युरोक्रेसीमा भएका साथीहरूले पनि निकै सहयोग गर्नुहुनेछ भन्ने मेरो आशा छ। हामी सँगै नै अब देश कायापलट गर्नुपर्ने छ। हामीसँग धेरै समय छैन। अब 20-25 वर्षमा साँच्चै नै देश कायापलट गर्न सकेनौँ भने हाम्रो भविष्य अन्धकार छ। अब सानोतिनो तरिकाले सोचेर हुँदैन, ठुलै तरिकाले सोच्नुपर्छ। नेपालको इतिहासमा पहिलोपटक इन्जिनियरहरूको दबदबा छ, पहिलोपटकै हो होइन। त्यही भएर तपाईँहरूलाई पूर्वाधारका समस्याहरू छन् अथवा यहाँ गोविन्द पन्थी पनि हुनुहुन्छ, हामीसँग डाक्टरहरू पनि हुनुहुन्छ, लयरहरू पनि हुनुहुन्छ। सबै राजनीतिलाई पेसा बनाएको मान्छे कोही पनि हुनु लगभग तपाईँ हेर्नुभयो 165वटै क्षेत्रहरूमा। त्यही भएर हामीले जे काम गरेको त्यही काम गर्छौँ भनेका छौँ, नगरेको काम गर्छौँ भनेको छैन। मैले जे काम अहिलेसम्म गरेँ, इन्जिनियरिङ काम गरेँ, जलस्रोत ऊर्जामा काम गरेँ, त्यो मुद्दा मैले जबरजस्ती उठाउँछु। कृषिहरूमा पनि मैले काम गरिरहेको छु। यो मेरो विज्ञताको कुरा भयो। विज्ञताको हुँदै गर्दाखेरि रोजगारीका कुराहरू छन्, तिनी सबै कुराहरू चाहिँ हामीले एजेन्डाको रूपमा लिएर जान्छौँ। गुल्मीका समस्याहरू अब हामी भोलिबाट गाउँ गाउँ छिर्छौँ, समस्याहरू बुझ्छौँ र सँगसँगै हामीले गुल्मीको एजेन्डा सँगसँगै राष्ट्रिय एजेन्डालाई चाहिँ हामीले लिएर जान्छौँ। त्यही भएर मेरो चाहिँ गुल्मेली जनतालाई विनम्र अनुरोध छ, 165वटा क्षेत्रमा हामी पास मात्रै हुने होइन। यसपालि जित्ने मात्रै गुल्मीको मुद्दा होइन, जित्ने पास हुने सामान्य कुरा हो। यसपालि हामीले डिस्टिङसन मात्रै होइन, 90% मत ल्याएर जित्नुपर्छ। 90% टार्गेट गर्नुपर्छ। नेपालको इतिहासमा बालेन शाह प्रधानमन्त्री हुँदै गर्दाखेरि विश्व इतिहास हामीले लेख्दैछौँ। अहिले भइरहेका प्रधानमन्त्रीहरू विश्वभरि जति पनि छन्, अबको 2 महिनापछि प्रधानमन्त्री हुने बालेन शाह जहाँसम्म विश्वकै सबभन्दा कान्छो प्रधानमन्त्री हुनुहुन्छ। 90को दशकपछि हामी जस्ता विश्वभरि अरबौँ मान्छे होला नि त, अरबौँ मान्छेहरू मात्रै उहाँ पहिलो प्रधानमन्त्री हुनुहुन्छ हाम्रो पुस्ता रिप्रेजेन्ट गर्ने। त्यही भएर त्यो हुँदै गर्दाखेरि विश्व इतिहास रच्दै गर्दाखेरि गुल्मीले पनि इतिहास रच्न छोड्नु हुँदैन। काङ्ग्रेस एमाले माओवादी भनेर नसोचिदिनु होला। हामी तपाईँहरूकै छोराहरू हौँ। हामीले काङ्ग्रेस एमाले माओवादी भनेर कसैलाई विभेद गर्दैनौँ। मेरो ढोका सदाबार खुल्ला छ। गुल्मेली जनतालाई मेरो ढोका सधैँ खुल्ला छ। म हजुरको घर घरमा आउँछु, ढोक्छु, मलाई केही समस्या छैन। यसपालि हजुरहरूले पनि यो जुन पुरानो पार्टीहरूले तपाईँलाई लगाइदिएको लुगा छ, त्यो लुगा जब चाहिँ च्यातिदिनु होला, स्यातेर यो चाहिँ म नेपाली हुँ, मलाई नेपाल आमाको गर्व छ भनेर नेपाल आमाप्रति चाहिँ हजुरहरूले सद्भाव राखिदिनु हुन मेरो हार्दिक अनुरोध छ। हस्ता गुल्मी 1 मा पुराना हेभीवेट नेताहरूले तपाईँसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, जो सधैँ लडिराख्नु भएको छ। तपाईँहरूले प्रतिस्पर्धा गर्न आउनुभएको छ। उहाँहरूले यससँगै गुल्मी 1 मा गरेको कामलाई के कसरी सम्झिनुहुन्छ? मैले यसलाई के भन्छु भन्दै गर्दाखेरि मैले नकारात्मक रूपमा म कहिले पनि लगेको छैन। हामीले नकारात्मक तरिकाले हामी अब जानु अगाडि हुँदैन। उहाँहरूलाई सम्मान गर्ने हो। गुल्मी 1 मा पनि मैले नराम्रो भन्दिनँ। उहाँहरूलाई आफ्नो क्षमताले सकेको गर्नुभयो होइन, सकेको गर्नुभयो। अब पहिलेका नेताहरूले पनि, तर हामीले त्योभन्दा फरक गर्दैछौँ। अब उहाँहरूले जसलाई प्रधानमन्त्री बनाउँदै हुनुहुन्छ त्यो फरक व्यक्ति हो। कसलाई प्रधानमन्त्री बनाउने तपाईँलाई स्पष्ट रूपमा थाहा छ र हामीले कसलाई प्रधानमन्त्री बनाउँछ भने स्पष्ट थाहा छ हजुरलाई। अबको नेतृत्व तपाईँहरूले युवाको हातमा दिने कि नदिने भन्ने चाहिँ प्रमुख कुरा हो। तपाईँले बालेन शाहलाई प्रधानमन्त्री बनाउने कि नबनाउने, सागर ढकाल जस्ता युवाहरूलाई अगाडि बढाउने कि नबढाउने भन्ने चाहिँ प्रमुख कुरा हो। त्यही भएर त्यो मुद्दा चाहिँ अहिलेको सबभन्दा प्रमुख मुद्दा हो। र जसरी तपाईँले हेर्नुभयो भने गुजरात मोडेल हुँदै गर्दाखेरि मोदी प्रधानमन्त्री भयो, इन्डिया कायापलट हुँदैछ। सी जिनपिङले
हाङ्जो मोडल बनाएर चीन कार्पेट गर्दै हुनुहुन्छ। त्यो सिलसिलामा अब हामीले पनि काठमाडौँ महानगर मोडल बनेको छ, गोपी हमालको धनगढी मोडल बनेको छ, मैले पनि आफ्ना व्यक्तिगत रूपमा मोडलहरू बनाएको छु। त्यो मोडल चाहिँ हामीले अब कार्यान्वयन गर्छौँ। त्यही भएर त्यो हिसाबमा चाहिँ हामी धेरै फरक छौँ, धेरै नै फरक छौँ। त्यही भएर अब जनताले साँच्चै डेलिभरी चाहेको छ, त्यो कुरामा चाहिँ हामीले डेलिभरी गरेर छोड्छौँ। जनताले चाहेको आशा अब हामीले पुरा गर्नै पर्छ, त्यो बाहेक अरू विकल्प छैन। राजनीतिमा सधैँ टेस्ट हुने होइन, पुरानाले जित्नुपर्छ भन्ने खालको आशा व्यक्त गर्नुहुन्छ उहाँहरूले, के भन्न चाहनुहुन्छ? अहिलेसम्म 75 वर्षसम्म त हामीले जे गरियो त्यो त परिवर्तन गर्न पर्यो नि त। जनतालाई काङ्ग्रेस एमाले माओवादी भनेर घुम्रामा राखियो नि त, त्यसरी त हुँदो रहेछ नि त। अब जनता नेपाल आमा भनेर आउनुहुन्छ। एमालेका जति पनि हुनुहुन्छ, कम्युनिस्टका जति पनि साथीहरू हुनुहुन्छ, नेपाल आमा भनेर कम्युनिस्टको त्यो धरातल च्यातेर नेपाल आमा भनेर अगाडि आउनुहुनेछ, नेपाल देश भनेर अगाडि आउनुहुनेछ मेरो अनुरोध छ। र पुरानो पार्टीहरूले गर्नुभएको योगदानलाई हामीले सम्झँदै, उहाँहरूलाई आधारशिला बनाउँदै, उहाँहरूलाई सम्मान गर्दै अब हामीले नयाँ बाटो लिएर जानुपर्छ। नयाँ बाटो निर्माण भएको पनि छ। इतिहासमा पहिलो पटक यत्रो परिवर्तन भएको छ। नयाँ तरिकाले हामीले क्रान्ति सुरु गरेका छौँ। राष्ट्रिय स्वतन्त्र पार्टीले गएको पालि कल्पनाभन्दा बाहिर हो नि 21 सीट, कसैले पनि कल्पना गरेको थिएन। अब यसपालि पनि हामीले इतिहास रच्छौँ, ऐतिहासिक इतिहास रच्छौँ। इतिहास रच्ने मात्रै फेरि उद्देश्य होइन, फेरि तपाईँले स्पष्ट हुनु होला। अबको 20-25 वर्षमा देशलाई क्याप्चर गर्नुपर्छ। त्यसको इन्डिकेसन, देशको भ्यू अब आउने 2-4 वर्षमा हजुरले देख्नुहुन्छ। 1-2 वर्षमा फरक खालको परिवर्तन तपाईँले देख्नुहुन्छ है त। त्यति नै भने मैले। हस्, धेरै धन्यवाद।